आज म तपाईहरुलाई हाम्रो ठाउँको एउटा बेथिति देखाउँछु है त। अब यो चाहिँ इलामको रोङ 3 कुटी डाँडा भन्ने क्षेत्र पर्छ। धेरै जनाले एकदमै सुन्दर ठाउँ, एकदमै राम्रो ठाउँ भनेर चिन्नुहुन्छ। धेरै जनामा चाहिँ एकदमै राम्रो ठाउँ भनेर प्रचार भएको छ। विशेष यहाँ चाहिँ सानो पाथिभारा मन्दिरले गर्दा अलिकति यो क्षेत्र प्रख्यात छ हैन। दिनमा हजारौं भक्तजनहरू आएर मन्दिरको दर्शन पनि गर्नुहुन्छ। तर यो सानो पाथिभारा प्रवेश गर्ने द्वार हेर्नुस् त यसको हालत। कहाँबाट चाहिँ मान्छेले थाहा पाउने कि यो सानो पाथिभारा मन्दिर प्रवेश गर्ने द्वार हो भनेर। सरसफाइ ठिकै छ, टोल विकास समितिले महिनै पछि सरसफाइ गरि नै रहेको छ। तर हेर्नु न गेटको हालत यस्तो छ। यो बोर्ड खुइलेको अहिले होइन 2 वर्ष जस्तो भयो होला यो बोर्ड खुइलेको। यहाँ सानो पाथिभारा मन्दिर प्रवेशद्वार भनेर समेत यो मन्दिर व्यवस्थापन समितिले अथवा गाउँपालिकाले लेखिदिन सकेको अवस्था छैन। दिनमा हजारौं दर्शकहरू अथवा भक्तजनहरू आएर चाहिँ मन्दिरको दर्शन गर्छन् र त्योबाट नभएको पनि दिनमा राम्रो भक्तजन आउँदाखेरि लाखौं रुपैयाँ कलेक्सन हुन्छ। भएन भन्दा पनि 15-20 हजार रुपैयाँ दिनमा कलेक्सन हुन्छ। अब त्यो पैसा कोषको मातहतमा जान्छ, सुनेको छु गाउँपालिकाको मातहतमा जान्छ भन्ने कुरा। र यो गेट बनाउनको लागि बजेट पनि छुटिएको छ भन्ने कुरा पनि भएको छ। तर कहिलेसम्म पर्खिने यो विकासको लागि चाहिँ त्यो चाहिँ निर्क्युल नै भएन। हेर्नुस् त यस्तो छ अवस्था गेटको। र ठाउँ ठाउँमा डस्टबिनहरूको पनि व्यवस्थापन नगरिदिँदाखेरि अर्को समस्या पनि छ। र अर्को एउटा समस्या के छ भने मन्दिर व्यवस्थापन समितिमा रहेका पदाधिकारीहरूको भत्तै दिनको 1500-2000 छ र उनीहरू भत्तै खानको लागि चाहिँ दिल्ली मन्दिर जान्छन् र काम चाहिँ गरेका छैनन् भन्ने आरोपहरू पनि आइरहेको छ। अब यो विषयमा धेर बोल्दाखेरि अलिकति अप्ठ्यारो पनि होला हुन चाहिँ। अब यो कसलाई अलिकति यो विषयमा चासो लागिरहेको छ, कसलाई यो सुधार हुनुपर्छ, यो बनिनुपर्छ भन्ने लागिरहेको छ। तपाईहरुले कृपया यो भिडियोलाई शेयर गरिदिनु होला, सक्दो शेयर गरिदिनु होला, गाउँपालिकासम्म पुगोस् र समितिका पदाधिकारीहरुसम्म पुगेर यो गेट चाहिँ चाँडो भन्दा चाँडो बनियोस्। सबैले शेयर गरिदिनु होला है त। धन्यवाद।